यो एक यस्तो केटाको कथा हो जसले आफ्नी आमासँग जंगलमा टाढा बस्थ्यो तर एक दिन उसको छोराको सामुन्ने एउटा खतरनाक डिमन आएर उसकी आमालाई मारिदिन्छ। त्यसपछि उसलाई थाहा हुन्छ कि उसको भित्र डेभिलको शक्ति छ र यो कथा त्यही केटाको हो जसले आफ्नी आमाको बदला लिन त्यही डिमनसँग लड्छ। कथाको सुरुवातमा हामी एक केटीलाई देख्छौं जसको नाम जुनकाइजामा हो। उनको एउटा छोरा पनि थियो र उनीहरू जंगलमा एक्लै घर बनाएर बस्थे। जुनकाइजामा एक उत्कृष्ट मार्शल आर्टिस्ट थिइन् र धेरै प्रविधिहरू जान्दथिन्। उनले आफ्नो छोरासँग ती प्रविधिहरू सिकाउँथिन् र अभ्यास गर्थिन्। एक दिन उनले देखिन् कि जंगलमा 3 जना मानिस रहेका छन्। ती 3 जनाले उसलाई समातेर धेरै कुटपिट गर्छन्। एक मोटो केटाले भन्छ, अब यहाँ नदेखिनु नत्र म तिमीलाई धेरै कुट्छु। छोराको नाक र मुखबाट रगत बग्न थाल्छ। त्यसपछि त्यो मोटो केटाले फेरि भन्छ, के तिमी दौडेर आफ्नी आमा कहाँ गुनासो गर्न जान्छौ? त्यसपछि हाम्रो मुख्य पात्र जुनकाइजामालाई रिस उठ्छ। उसले आफ्नो सिप्लुको दाँत तोडिदिन्छ। बाँकी 2 केटाहरू पनि उसको लागि ठूलो चुनौती थिएनन्। अन्तमा उसकी आमाले नै उसलाई रोक्छिन् किनभने यदि उनले नरोकेको भए जिनले त्यो केटालाई मारिदिन्थ्यो। यहाँ हामीलाई केटाको नाम जुनकाइजामा हो भन्ने बताइन्छ। जिनले आफ्नी आमालाई भन्छ, यी मानिसहरूले मलाई 1 हप्तादेखि सताइरहेका थिए। मलाई माफ गर्नुहोस्, म तिनीहरूलाई मार्न चाहन्नथे। उनकी आमाले भन्छिन्, चल घर गएर यसबारे कुरा गरौँ। घर पुगेपछि उनकी आमाले भन्छिन्, जिन तिमी यहाँका बासिन्दा होइनौ, त्यसैले आफ्नो रिसलाई नियन्त्रण गर्न सिक। तिमीले साना केटाहरूमाथि हात उठाउनु हुँदैनथ्यो। तिमीले मसँग काइजामा सिकिरहेका छौ तर आज तिमी हारेका छौ। जिन भन्छ, होइन मम्मी, मैले तिनीहरूलाई जिते। उनकी आमाले भन्छिन्, काइजामाको पहिलो नियम हो आफ्नो रिस नियन्त्रण गरेर अरूलाई हानि नपुर्याउनु। जिनले भन्छ, सायद आज म हारे। उनकी आमाले भन्छिन्, म यहाँ बस्छु किनभने म अरूसँग अलग रहन चाहन्छु र यहाँ बलियो बन्न चाहन्छु। साथै म तिमीलाई पनि बलियो बनाउन चाहन्छु। जिनले भन्छ, मम्मी, तपाईले मलाई मेरो बाबुको बारेमा केही बताउनु भएको छैन।